ओइ सानी इन्डियाको ट्रेन देखा चाहिँ समयले साथ दियो भने हामीले 21 दिनमा शिल्पिया गरेको भेटिन्छ है 22-23 दिनमा हामी काट्छौँ। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। आजको ब्लगमा हजुरलाई स्वागत छ। हामी चाहिँ आज मौरी काटिरहेका छौँ। यसलाई लगेर यता चाहिँ मौरी गाइस लोकल खानेर तालसुरी आउने उता मौरी निकाल्ने काम भइरहेको छ। तब हाम्रो यहाँ विकास सर अब मौरी काट्नको लागि रेडी हुनुहुन्छ पुरै उलाएर यता हेर्नु यता हेर्नु सर विकास सर हेर्नुहोस् गाइस यस्तो खतरा। त चाहिँ हाम्रो आज चाहिँ मौरी काट्ने काम भइरहेको छ गाइस। ओइ मैले स्टोक थिएँ भाइ यसरी यहाँबाट घार अलि साइडलाई घार निकालेर चाहिँ बनाउने काम भइरहेको छ। घारहरू यस्तो हुन्छ। मौरीहरू चाहिँ यसरी निस्किन्छ गाइस। यो मौरीको घार चाहिँ लगभग 1 महिनादेखि यहाँ राखिएको थियो। यसलाई चाहिँ बेला बेलामा यसरी ठाउँ चेन्ज गरेर चराउनु पर्दो रहेछ। आज चाहिँ यसलाई सबै उता अर्को ठाउँ लानलाई चाहिँ मह निकाल्ने काम भइरहेको छ गाइस। यस्तो मेसिन हुँदो रहेछ। यस्तो मेसिन पनि देखियो। बच्चाहरू पनि मरेर छ है। सो गाइस हेर्नुहोस् यहाँ के गर्नु भएको भगवाने चिज ट्र्याक्टरको जस्तो ट्रेन हो यो ट्रेन। ओइ सानी इन्डियाको ट्रेन देखा चाहिँ आडा मान्छेहरू यहाँ यो चाहिँ मौरी भएको धुवा यसरी चाहिँ सर्र हानेपछि चाहिँ यहाँ भित्तामा चाहिँ मह ठोकेर चाहिँ तल झर्दो रहेछ। सबैजना हेर्ने मान्छेहरू यहाँनिर भिड। किन्ने मान्छे भन्दा हेर्ने मान्छेको भिड रहेछ यहाँनिर। कल्लो भाइलाई हेर्ने यसरी कल्लो भाइ चाहिँ यहाँ जाँडले झ्याप भएर म काट्दै यहाँ चाहिँ यसरी आउँछ यो माथिबाट पेरिसकेपछि म यस्तो चाकालाई चाहिँ यता हालेपछि चाहिँ पेलेर चाहिँ म निस्किन्छ। चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ गाइस। उहाँ चाहिँ यहाँ मौरी पालन गर्ने मालिक हुन्छ अन्त भाइ हाउडा चट लागि चाहिँ प्रशोधन गरिन्छ। प्रशोधन गरिएकोलाई चाहिँ अब यो सबै क्लियर भइसकेपछि अब प्रशोधन गरिएको हुन्छ। अब यो अहिले तत्कालै झरेकोलाई चाहिँ यसलाई चाहिँ र मेटेरियल भनिन्छ।
त्यसमा चाहिँ कुटको मात्रा मैनको मात्रा सबै मिलेर आएको कसरी किला कसरी थियो यो किलाको अहिले 1200 अनि यो कति मोहर तिमीले कति मोहर काट्नु मेरो समथिङ अब यहाँ सबैतिर गरेर अहिले कम्पनी 120-25 हजारमा अनि यो कति कसरी आउँछ महिना कति आउँछ यो कुनै निश्चित हुँदैन सर त्यसमा जबसम्म हामीले चाहिँ यो अवधिसम्म र समयले साथ दियो भने तपाईँको अब यसलाई चाहिँ राम्रोसँगले समयले साथ दियो भने हामीले 21 दिनमा सिलत्याग गरेको भेटिन्छ है 22-23 दिनमा हामी काट्छौँ है तपाईँको 85% चाहिँ सिलत्याग भएपछि काटिने हो नभएको सिलत्याग नभएको काटिँदैन त्यसको पानीको मात्रा हुन्छ र पुष्परसमा 80% पानीको मात्रा हुन्छ र त्यो 80% पानीको मात्रालाई चाहिँ त्यसलाई चाहिँ मौरीले चाहिँ फिल्टर गरेर र बाष्पीकरण गरेर त्यसलाई चाहिँ 20% मह बनाउँछ अनि सिलत्याग हुन्छ अनि जब पाकेको मह हुन्छ तब काटिन्छ सिल प्याक चाहिँ खोलेर हाल्नु पर्यो नि मेसिन अरूमा छैन रहेछ यहाँ त काटेको छैन फेरि यसरी सिधा सट्ट हाल्ने रहेछ अनि घुमाइसकेपछि चाहिँ म झर्ने माउरी भर्ने क्रममा हैन म भर्ने काम भइरहेछ यहाँनिर तपाईँले सबैजना म फटाफटी किन्दैछ यहाँ सर यहाँ मान्छे फोको हेर्नु यहाँ केजीको 1200 रुपियाँ प्योर मह आएन अब चाहिँ लगभग राति 9 बजिसकेको छ अब चाहिँ मौरीको यो घारहरू चाहिँ गाडीमा लोड गरिसकिएको छ अब यो 3 पाटा जाँदैछ मौरी हजुरहरूलाई यदि प्योर मह चाहिएको छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ गाइस